यो केटी चाहिँ मामालाई आउने बित्तिकै हो आँप खोज्नुको लागि हो। इसरोन त्यो त भाग भएको छ। यहाँ चाहिँ कति ठुलो आँपको रुख छ, बेसी फलिरहेछ आँप। दामी हाल्नुहोस् है। तपाईँको एङ्गल यस्तो प्रकारले वाह, मैले झारेको आँप। वाह 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 दादा, यो त बिग्रेको जस्तो छ हौ। यहाँ काट्छु खेल्न आउनुहोस् न। पहिला ठुसिङ, त्यहाँदेखि मात्रै खेल्यौँ। हजुर, पहिला ठुसिङ भनेको के हो? पन्ना पनि खाने होइन? म चाहिँ नखाइकन को चल्छ। इसरो नखानु ल। पल्टे एकछिन, यो गुदी त निकालिदिनु। छैन त्यो गुदी होइन, घरको आँप नखाई चितै बुझ्दैन नुनसँग। कति केजीको यो कुखुरा? माथिल्लो घरमा पनि दिनुपर्छ। कसरी केजी हो? कोइलर होइन? यो चाहिँ हामी आएको खुसियालीमा बस्तीको कुखुरा। हेर सुनिता, लोकमाया, तिमीहरू दुईजना आएनौ, लस्ट पर्यो। बाबा आफै यहाँ काट्नु हुँदैछ। बल्ल बल्ल छोरी र नातिनी आएको खुसियालीमा। आउनु पर्थ्यो नि सुनिता र लोकमाया। सानो पुकुलु बाई बाई किन नआएको भनिदेऊ।